के हो अहिले समयमा किन भाइरल भइरहेछ अहिले आलोचनाहरू भइरहेछ र मैले होइन त्यो कुरा मैले भनेर अहिले जुन अहिले काठमाडौँमा जुन एउटा गाडीको पेट्रोल निकालेर आफ्नै गाडी आत्महत्या गरे सामाजिक सञ्जालमा खेलिरहेछ भने नि यो ट्राफिकले लगायो त्यो बाइकमा भनेर जडीबाट तिर्न नसकेर आत्महत्या गरौँ भनेर चाहिँ अफवाहहरू फैलाइरहेछ। यो अफवाह फैलाउनु त खास पनि होइन, यो सबै एमालेका मान्छेहरू छ। किनभने अहिले एमालेकै सरकार छ स्थानीयमा काठमाडौँ महानगरपालिकामा र के भन्छ त्यहाँनिर उसले नै अहिले फैलाइरहेछ जनताले के बाल्य सरकारले धेरै कर बढायो, जरिवाना तिर्न लगाएर जनताहरूले मार्न बाध्यता बनायो भनेर यो वास्तविक यो न नेपाल प्रहरीले गरेको न नेपाल ट्राफिकले गरेको यो चाहिँ नगर प्रहरीले गरेको हो वास्तविक होइन कठोर कुराहरू छँदैछ। र यसले बाइक रोकेको थियो तर मान्छे पनि थियो तर त्यस्तो नगरेको थियो। मान्छे उता बाइकमा सवार हुँदा अहिले साइड लगाइरहेको थियो तर त्यहाँनिर ऊ गर्न पाइँदैन। र जहाँ पनि यो नियमहरू छ मलेसियाको नम्बर अहिले त्यस्तै छ, यानि कि बाइकदेखि गाडी राख्यो भने रङ साइडमा रोकेर राख्यो भने गाडी कोही छैन भने त्यो जरिवाना लाग्छ र अलि त्यस्तै केही कामको लागि पुलिससँग 30 सेकेन्डसम्म रोक्न पाइन्छ, पुलिससँग पनि त्यसमा त्यो जरिवाना काट्दैन। तर नेपालमा त्यस्तो घटनाहरू भइरहेछ तर त्यो नगर प्रहरीले त्यो बाइकमा हेलचेक लगाइसकेपछि नगर प्रहरीले उसको मोबाइल फुटायो के फुटायो भनेर किन गर्यो भनेर धमाधम दिइरहेछ, मतलब फर्काउने सोचले गरिरहेछ। तर यो चाहिँ होइन सरासर गलत हो। अहिलेको जुन अहिले समयमा ल्याइरहेछ अहिले बाल्य सरकारले दोष लगाइरहेछ भने नि यो त एकदम सरासर गरेको छ। किनभने अहिले पनि केही नेपाल प्रहरी के नगर प्रहरीहरू एमालेका झोलेहरू छ, ती झोलेहरू त्यो हस्तमा जान सक्छ कि आफ्नो जागिरको पर्वाह नगरिकन अहिलेको सरकारले बदनाम गर्ने धेरै प्रयासहरू गर्छ। त्यहाँबाट प्रयास गरेको हो र यिनीहरूसँग गल्ती भएकै हो, एमालेको होइन गल्ती भएकै हो, सुन्दा डङ्गलसँग गल्ती भएकै हो। किनभने महानगरपालिकाको काठमाडौँ महानगरपालिकाको अहिले कार्यभार सम्हालिरहेछ, उसकै ह्यान्डलमा हरेक कुराहरू छ र उसकै रोमा अहिले नगर प्रहरीहरू खटिरहेछ र त्यस्तो घटनाहरू गरेको छ। त्यसको घटनामा जिम्मेवारी भनेको सुन्दर डोङले लिनुपर्छ र एमालेले लिनुपर्छ र किताकी बाल्य सरकारले अहिलेको सरकारले चाहिँ त्यही भएर साथीहरू राम्रो सन्देश सहीलाई सही गलत लगाएको भनेर अगाडि बढ्यौँ। जुन पनि नियम सरकारले लगाएको छ सोचेर सम्झेर लगाएको र त्यसमा कति मान्छेले जानकारी छैन भने सक्ने ठाउँमा गएर पनि जानकारी दिन सकिन्छ। र यतिसम्म पनि होइन कि भन्छ नि गलत गऱ्यो भने अरूले अनि त्यसको सजाय अरूले भोग्नु पर्यो भने त्यस्तो चाहिँ नहोस्। र अहिलेको घटनामा त्यस्तै भइरहेछ र अहिलेको महानगरले गल्ती गरेको छ र अहिलेको परिणामहरू दोषहरू चौतर्फी आलोचनाहरू बाल्य सरकारले दिइरहेछ, यस्तो नहोस् भनेर जनचेतनाको लागि यो भिडियो हो र सबैजना भिडियोले सेयर गरेर सोच्न प्रेरित होला।